सो फाइनली आज हाम्रो डे 100 मिनी भ्लग पनि कम्प्लिट भइसक्यो अनि सँगसँगै फेसबुकमा पनि हाम्रो कन्टेन्ट मोनेटाइजेसन अप्सन खुलिसक्यो। सो हेलो एन्ड नमस्ते साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो आजको डे 100 मिनी भ्लगमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदम सन्चै आरामै छौं। हेर्दा हेर्दै साथीहरु डे 1 मिनी भ्लगबाट डे 100 मिनी भ्लग पुगिसकेको पनि पत्तै भएन। यहाँ भन्दा पहिला चाहिँ मैले डे 1 मिनी भ्लगमा नै भनिसकेको थिएँ हेर्दै जाम कतिसम्म मिनी भ्लग बनाउन सक्छु भनेर। त्यति भनिसकेपछि चाहिँ मैले यहाँसम्म पुगमला भन्ने मैले सोचेको नि थिएन, तर हजुरहरुकै माया साथ सपोर्टले नै मलाई यहाँसम्म धकेल्दै पुर्यायो। सो थ्यांक यू सो मच साथीहरु, हजुरहरुले हामीहरुलाई यति धेरै माया गरिदिनु भएकोमा र आगामी दिनहरुमा पनि यसरी नै माया साथ सपोर्ट गरिदिनु हुनेछ भन्ने आशा गरेको छु। अनि साथीहरु मैले चाहिँ डे 100 मिनी भ्लग पुग्दा पनि केही पनि गरिन, किनकि म आफै नै भन्दैछु मलाई यहाँ भन्दा पछि पनि मिनी भ्लग बनाउनु छ र म जहाँसम्म कन्टिन्यू गर्न सक्छु त्यहाँसम्म चाहिँ म बनाउँदै रहनेछु। सो जुन दिन मलाई लाग्छ अब चाहिँ म मिनी भ्लग छोड्नेवाला छु भन्ने त्यो बेला चाहिँ बरु सेलिब्रेसन गर्छु अनि त्यो सेलिब्रेसन सँगसँगै हजुरहरुसँग मैले परमिसन पनि लिनुपर्ने हुन्छ। सो त्यति बेला नै त्यो कुराहरु गरौँला। अहिलेलाई चाहिँ थ्यांक यू सो मच मलाई फेसबुकमा टिकटकमा अनि युट्युबमा सपोर्ट गरिदिनु भएकोमा र हजुरहरुकै मायाले गर्दा मेरो फेसबुकमा कन्टेन्ट मोनेटाइजेसनको अप्सन खुलिसकेको छ, त्यसको लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। सो थ्यांक यू सो मच यहाँसम्म मिनी भ्लग हेरिदिनु भएकोमा र भेटौँला 101 मिनी भ्लगमा। त्यतिसम्मको लागि चाहिँ बाइ बाइ।